नमस्ते साथीहरू, यहाँहरूलाई सम्पूर्ण युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँ चाहिँ आज पनि मैले गण्डकी ट्राउट फार्मको भिडियो लिएर आएको छु। कृपया के कस्तो लाग्छ आफ्नो सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै मैले यो भिडियो सुरु गरेँ है साथीहरू। यो चाहिँ गण्डकी ट्राउट फार्मको चौर है साथीहरू, एकदम रमाइलो ठाउँ, पर्यटक स्थलीय ठाउँ रहेछ। यतापट्टि जुनारहरू रहेछ साथीहरू र अगाडि बाटो स्टेट, दायाँ बायाँ फुल एकदम राम्रो तालले सजाएको बनाएको दृश्यहरू देख्दा साह्रै मनले नै आकर्षक लागेर चाहिँ यो भिडियो बनाउन अभिप्रेरित भए साथीहरू। यहाँ चाहिँ भाउजू हुनुहुन्छ, यहाँ चाहिँ गण्डकी ट्राउट फार्म भनेको यही हो साथीहरू। यहाँ चाहिँ माछाहरू रहेछन् साथीहरू, ट्राउट माछा भएको कारणले गर्दा चाहिँ यहाँ पर्यटकहरू विभिन्न ठाउँबाट देश विदेशबाट यहाँ चाहिँ भ्रमण गर्न आउँदो रहेछ। यहाँ चाहिँ राम्रो डिजाइनले चाहिँ ट्राउट फार्मको निर्माण गरिएको रहेछ। एकचोटि आउनै पर्ने ठाउँ मध्ये पनि एक रहेछ साथीहरू। यहाँ चाहिँ यो चाहिँ भुजुरुङ खोलाबाट भित्र इको भिलेज तर्फ जाने बाटोमा रहेछ साथीहरू। यहाँ चाहिँ कलेज फर्महरू पनि रहेछ, त्यस कारणले गर्दा मैले चाहिँ गण्डकी ट्राउट फार्मको भिडियो बनाएँ साथीहरू। यो चाहिँ त्यहाँ आउनेहरूलाई यसो मनोरञ्जन गराउनका लागि यसो होटलहरू पनि रहेछ। यहाँ चाहिँ माछा कस्तो राम्रो डिजाइनले बनाएको पालेको रहेछ साथीहरू। यो माछाहरू चाहिँ हाम्रो खोलाखालसम्म पाइने भन्दा एकदम फरक किसिमको माछा रहेछ। यो माछा खाएपछि चाहिँ विभिन्न रोगसँग लड्ने क्षमता प्रदान हुन्छ भनेर चाहिँ यी माछा खान विभिन्न ठाउँबाट मान्छेहरू आउने गर्दछन्। यो चाहिँ पोखरादेखि लगभग 20 किलोमिटर टाढा रहेको रहेछ साथीहरू। यहाँ चाहिँ आउन खासै समय नलाग्ने र थोरै बजेटमा पनि आइने राम्रो ठाउँ रहेछ साथीहरू। यहाँ चाहिँ विशेष गरी मानिसहरू चाहिँ माछा खान किनबेच गर्नका लागि र घुम्नको लागि चाहिँ आउने रहेछन् यो ठाउँमा। विशेष दायाँ बायाँ पनि रमाइलो ठाउँ। यहाँ चाहिँ विभिन्न डिजाइनले बनाएको रहेछ। माछाहरू चाहिँ हामीलाई देखेर तर्सिएर हेर्नु साथीहरू अगाडितर्फ लागेका छन् र माछाहरूसँग खेल्न घुम्न रमाइलो लाग्यो मलाई नै। यहाँ चाहिँ माछाहरू पनि बहुत चलाक रहेछन् साथीहरू है। यहाँ मान्छेले दाना पानी गरेर ठुला माछाहरू चाहिँ तलपट्टि साना थियो भने माथिपट्टि अलि ठुला रहेछन्। यो चाहिँ यहाँको बनावट अनुसार यस्तै होला, कसरी पाल्ने भन्ने यहाँहरूलाई नै थाहा होला साथीहरू। तर यहाँको चाहिँ वास्तविक एकदम रमाइलो राम्रो रमणीय दृश्य देखेर मलाई एकदम रमाइलो लाग्यो। वेलकम टु गण्डकी ट्राउट फार्म। हामी चाहिँ यहाँ हाम्रो गाइजहरू है, यो चाहिँ गण्डकी ट्राउट फार्म है, माथिपट्टिबाट खिचेको। उता चाहिँ राम्रो दृश्य छ साथीहरू। यहाँ चाहिँ यो चाहिँ टिप्सन चालु है मेरो चाहिँ। यहाँ पानी वरिपरि हेर्दाखेरि सबैजना मान्छेहरू घुम्न आउनुभएको रहेछ। यहाँ चाहिँ गण्डकी ट्राउट फार्म। यहाँ चाहिँ विभिन्न किसिमका फुलहरू रहेछन् साथी। हेर्नु न, यस्तो हिउँदको याममा पनि यति राम्रो फुलहरू फुलेका हुँदैन। सायद यहाँ कतैबाट किनेर ल्याएको हुनुपर्छ जस्तो लाग्यो मलाई। फुलहरू चाहिँ एकदम राम्रो सजावटमा थिए साथीहरू। यता चाहिँ है चम्रौली पिङ भन्छन् साथीहरू, देख्नुभयो उता चम्रौली पिङ, यता अर्को पिङ। यहाँ चाहिँ गर्मीको टाइममा स्विमिङ खेल्ने है एकदम रमाइलो ठाउँ रहेछ साथीहरू। यो चाहिँ हेर्नु त आहा सुन्दर दृश्य देखेर नै मलाई एकदम उत्साह भयो साथीहरू मेरो। त्यसपछि म चाहिँ यता थाकेर बसेँ। यो चाहिँ मेरो श्रीमतीले बनाइदिएको भिडियो र भिडियो बनाएकोमा धन्यवाद पनि भने मैले उनलाई। त्यसपछि साथीहरू हामी चाहिँ विभिन्न अवलोकन गरेर गण्डकी ट्राउटबाट बिदा लिने क्रममा यहाँ चाहिँ बाटोमा बाई बाई भनियो साथीहरू गण्डकी ट्राउट फार्मलाई। अनि हामी वरपरको फुलहरू राम्रो वातावरण खिच्दै अगाडितर्फ बढ्यौँ साथीहरू। आहा अन्त कति राम्रो फुल। त्यसकारण अब चाहिँ तपाईँहरूलाई के कस्तो लाग्यो त मेरो भिडियो, कृपया सल्लाह सुझाव दिनुहोला भन्दै आजको यस भिडियोमा अन्तिमसम्म हेर साथ दिनुहोस् त।